everyone, welcome to my mini vlog. यो चाहिँ मेरो पहिलो भ्लग रहेको छ। तपाईहरुले सोच्दै हुनुहुन्छ होला यो कुन ठाउँ होला भनेर। म पनि हजुरहरुलाई कुन ठाउँ होला भनेर बताउनको लागि एकदम एक्साइट भइरहेको छु। त्यसले त थाहा होला यो कुन ठाउँ भनेर हजुरहरुले युटिलाइज गरिसक्नु भएको छ। लेट्स सी यो कुन ठाउँ भनेर म अन्तिममा भन्ने छु। हजुरहरुलाई यो भ्यू देखाउन गइरहेको छु। म चाहिँ एकदम खुसी छु यो ठाउँ जाँदाखेरि। म र मेरो साथी चाहिँ यो मन्दिरमा गइरहेको छौँ। हामी सिडी चढ्दैछौँ अनि पोज पनि दिइरहेको छ हामीले भिडियोको लागि। अनि आफ्नो लक्ष्य किनकि त्यहाँ टिप्दै पनि हामी खुसी र आनन्दित थियौँ। त्यहाँ हामीले आरती पनि हेऱ्यौँ, आरती पनि लिन पायौँ। त्यहाँ चाहिँ हरेक दिन भक्तजनहरूले चाहिँ आरती गर्नु हुँदो रहेछ। सक्नुहुनेछ भने महादेव पनि दर्शन गरे। यहाँ चाहिँ एकदम फुलहरू चाहिँ कटिङ गरेर चाहिँ एकदम राम्रो सेडिङको साथ मिलाएर राख्नु भएको छ। जसले यहाँ देख्न सक्नुहुन्छ एकदम ठुलो शिवजीको डमहरू छ। त्यो डमरको अगाडि म कति गर्दै देखिएको छु। देख्न सक्नुहुन्छ यहाँ शिवलिङ्ग छ। 108 शिवलिङ्ग छ जसले बनाएको छ। त्यहाँ चाहिँ बनाउने कुराहरू चाहिँ लेखिएको छ शिलालेखमा जसरी हजुरले देख्न सक्नुहुन्छ। यता जानुहोस्, हाम्रो भिडियो बनाएको पनि हेर्नु पायौँ। गइसके पछाडि चाहिँ हामी चाहिँ त्यहाँ जाँदाखेरि चाहिँ कस्तो लाग्यो भनेर जानु एकदम बेस्ट डिसिजनमा छ। त्यहाँ देख्नुहुनेछ एकदम ड्रिम सिटी नै जस्तो देखिएको छ है। एकदम राम्रो, रमाइलो, एकदम आनन्द, एकदम पनि बयान गर्न नसकिने ठाउँ है। मलाई चाहिँ एकदम रमाइलो, एकदम पिसफुल लाग्यो। जसले सोध्दै हुन्छ यो कुन ठाउँ भन्दाखेरि पकाएको पिण्डीको ठाउँ रहेको छ। त्यो हजुरले भिजिट गर्न सक्नुहुनेछ। र मेरो यो भ्लग चाहिँ आजलाई यति नै